के तपाईहरुलाई थाहा छ पश्चिम भारतको सबैभन्दा ठूलो सार्वजनिक बगैँचा कहाँ छ जहाँ जनावर मात्र छैनन्, इतिहास र कलाको एउटा पूरा संग्रहालय लुकेको छ। हेलो साथीहरु, म मेरो बहिनी र सान मम्मीको साथमा आज हामी त्यही अद्भुत ठाउँमा अर्थात् बडोदरामा रहेको सयाजी बाग घुम्न आएका छौं। यसलाई स्थानीयहरूले कमाटी बाग पनि भन्छन्। भित्र पस्ने बित्तिकै कस्तो शान्त र भव्य वातावरण। यो 113 एकड क्षेत्रफलमा फैलिएको छ र यसमा 96 भन्दा बढी प्रजातिका रुखहरू छन्। महाराजा सयाजी राव गायकवाडले सन् 1879 मा यो बगैँचा जनताका लागि बनाउनु भएको थियो। वाउ, अगाडि बढ्दै जाँदा हामीले यो विशाल हात्तीको मूर्ति र बच्चाहरूलाई तर्साउने खालको डाइनोसरको खतरनाक मूर्ति पनि देख्यौं। यो मूर्तिले बगैँचाको सुन्दरतामा अझै रौनकता थपेको छ। दायाँतिर हेर्नुस् त, यो हो बडोदराको संग्रहालय र चित्रकला ग्यालरी। यहाँ एसियाले कलाकृतिहरू सँगालिएका छन् रे, तर भिडियो खिच्न अनुमति नभएको कारणले हामी भित्र पसेनौं। साथीहरू, सयाजी बाग केवल हरियाली र कलाको लागि मात्रै प्रसिद्ध छैन। यसको दोस्रो भागमा हामीले यहाँको सबैभन्दा ठूलो आकर्षण अर्थात् चिडियाखाना घुम्नेछौं, जहाँ सिंह, बाघ र भालु मात्रै होइन, धेरै दुर्लभ जनावर छन्। त्यसो भए अर्को भिडियोमा चिडियाखानाको यात्राको लागि तयार रहनुहोस्।